साथीहरू सबैले स्वागत छ। आज हामी फेरि चाहिँ माछा मार्न गइरहेको छौँ। हामी अहिले यहाँ थाप्दैछौँ है हामी। हो माछा थाप्दैछ। दोस्रो है साथी हो, हामी चाहिँ यहाँ दोस्रो यो तयारी सानो माछा लाग्यो, एउटा सानो माछालाई तयारी हो। अब हेरौँ कति लाग्छ। अब साथी उता गइसकेछन्, म चाहिँ आफै यहाँ समात्दै भिडियो गर्दै तनाव छ। यहाँ धेरै भयो, युट्युबमा भिडियो पनि हाल्नु पाएको छैन। हेरौँ कति लाग्छ। अब माछा साथी उता गइरहेको छन्। अब रेडी भइसकेको छ। साथीले चाहिँ त्यहाँ चाहिँ हालिसकेका छन्। हामी चाहिँ खासरी बुदुना माछा मार्ने है, एकदमै सानो छ यो चाहिँ। उहाँ पुरा माछा मार्ने मान्छेले दिइसकेको छ तयारी। म चाहिँ यहाँ भिडियो गर्दैछु चिलमा। पर्ला माछा फेरि। छ ल ल आनन्दै लके समात्दै ट्याक्क साथी त छन्, म यता समात्दैछु। कति लाग्छ माछा। बुदुनाको ट्र्याप हो यो जाने, बुदुना मार्ने भनेर आएको। हेरौँ कति लाग्छ बुदुना, तपाईँलाई देखाउँछु। गाह्रो छ हौ माछा बनाउँदै। यहाँ साथीले पुरा दिमाग लागेको अवस्था, ड्याङ ड्याङ। ल मैले यहाँ छोडिसकेँ। अब साथीले चाहिँ यहाँ अब राख्दैछ ट्याक्क। यो किसिदी खोला भन्छ, यसले चाहिँ किसिदी खोला। हाम्रो हन्टर प्रो हन्टर सङ्गम आले मगर माछा माछा मार्ने मान्छे ढुङ्गा राख्दैछन्। के चाहियो? ढाड चाहिन्छ त्यहाँ मिलाउनु त्यहाँ। गाह्रो छ। ओ परिसक्यो माछा यहाँ। माछा परिसक्यो क्या। ल हान्दा हान्दा माछा परिरहेको अब माथि परिसक्यो। सेतो एउटा टिलिटिली चल्कियो यहाँ माछा। यति परेर सेतो देखाएँ, सेतो देखाएँ यहाँ। त्यो माछा हेर्दा आछै सेतो खतरा माछा त। अब हामी तल जाँदैछौँ। ठिक छ कृष्णले अलिअलि पोल्नुपर्छ। अब हामी तल जाँदैछ है, अघि ठाउँमा थापेको ठाउँ जाँदैछौँ। अब कति माछा लागेछ तपाईँलाई देखाउँछौँ। त्यहाँ जाँदैछौँ, कति माछा पर्छ देखाउँछ नै। ओ माछा मार्ने मान्छे के माछा खान्छ त्यही त नि, कालै बनाइदियो। माछै छैन, माछै कम मऱ्यो नि। माछा खासै छैन नि। ल माछा निकाल्दै साथी कति लाग्छ माछा हेरौँ है त। ओ बुदुना एउटा देख्यो। बुदुना के हो त नि? बुदुना हो माछा। एउटा माछा दुईटा। ए यहाँ त अलिक बढी परेछ यहाँ यार। त्यहाँ माथि असल तिनीहरूले त्यहाँ सबै निकालिदियो क्या। तिनीहरूले त्यहाँ जाली सबै निकालिदियो, हाने खाने त्यहाँ सबै तानिदियो तिनीहरूले। माछा त पऱ्यो है साथीहरू। यहाँ चाहिँ दिवस 10-12वटा परेको रहेछ।
तिनीहरूले धेरै त्यही त नि असला माछाली खेल्ने ठाउँ जस्तो भयो नि त यसरी अब माथिबाट थार्नुपर्छ माछा केटाहरूले यसो तान्ने जस्तो लाग्यो नान भनेको मान्दैन पहिला परेको ल 1 2 3 4 5 6 7 8 9 माछालाई खुवाउने माछालाई खुवाउने राममा कसरी खुवाउने हो लिएर है त ए माछा पार्ने तरिका धुना हाल्दै खुवाउने यस्तो गाउँ छ यतातिर माछा मार्न गाह्रो छ नि साथी हौ गइरहेको छौँ फेरि पनि 3-4 चोटि भइसक्यो तल माथि थाप्दै बबाल थिजाउ त राम्रो माछा निकाल त ल छ अन्तिम बेला भइसक्यो अगाडि बेला भइसक्यो यहाँ चाहिँ अब यो अन्तिम हाम्रो थापेको निकाल्दैछौँ कति पर्या होइन अब साथीले निकाल्छन् हेरौँ साथीले माछा लहर्दैछन् रि यसरी माछा लहर्ने तरिका ल सिकामै माछा लहर्ने तरिका उस गरेको थियौँ थापेको थियौँ अब हेरौँ ल निकालौँ माछै छैन अरे माछै छैन कहाँ हो नि माछै छैन जस्तो लाग्यो यहाँ त आज एउटा माछा नपरेको अवस्था जाने बेलामा ठिकै छ हेरौँ एउटा पनि परेन तनाव सधैँ कहाँ पर्छ र माछा फेरि गाह्रो छ नि कोही बेला एउटा पर्दैन साथीले यहाँसम्म गयो तर एउटा पनि परेन अरे माछा ब्याड लक ओ माछा नो फिस एउटा छ ल ठिकै छ एउटा छ अरे ल यसमा एउटा परेको अरे अब माथिकोमा 2टा छ हामी 2टा हेर्छौँ कति पर्छ 2टाकोमा हेरौँ परेर अर्को ठाउँ जाँदै साथी हेरौँ है अर्को ठाउँ हो अर्को निकाल्नु को चाहिँ निकाल्दै जाँदै साथी निकाल्नलाई हेरौँ कति लागेको छ त्यसमा आशा छ राम्रै लाग्यो होला फेरि त्यहाँ पनि उठाउँदै साथीले कति परे हेरौँ कति परेको छ हौ एउटा पनि परेन कि यहाँ तल एउटा परेको थियो परेछ है एउटा 2टा ओ परेछ एउटा असला परेछ अलिक कत्ले हो त्यो ओ 2टा 3टा परेछ त्यहाँ त 3टा 4वटा ओहो 4वटा पऱ्यो अरे ल्याछ माछा अलिअलि 3-4वटा परेर रहेछ त्यहाँ चाहिँ आनन्द छ जोस् निकालिसक्यौँ अब तलको चाहिँ माथिको 2टा बाँकी छ हेरौँ है कति पर्छ 2टा बाँकी छ यो चाहिँ अब
एउटा भयो एउटा यो माथि तालमा छ यो तलको तालमा कति परेर रहेछ हेरौँ ओ एउटा बुझ्नु हो बिस्तारै बिस्तारै बुझ्नु झर्नु लाग्यो एउटा बुझ्नु ठिक छ परेछ असला निस्किला एउटा तल माछा निस्किन लाग्यो टाउकोबाट निस्किन लागेको तपाईँको त्यहाँ चाहिँ एउटा मात्रै परेको छ है ए दुईटा हो असल हो दुईटा परेछ अहिलेसम्म दुईटा परेछ त्यहाँ हेरौँ दुईटा असला परेको अवस्था ल यसमा पनि दुईटा असला परेछ एउटा बुझ्नु एउटा असला दुईटा माछा परेछ भनौँ न ए अब चाहिँ हामी माथि रुममा जाउँछौँ माथि गएर हेर्छ कति पर्छ पर्दैन हेर्नु होला है हामी यो अन्तिम स्पटमा छौँ यहाँ चाहिँ हामीले एउटा राखेको थियौँ ठुलै अब कति परेछ हेरौँ यहाँ चाहिँ साथीले माथिबाट निकाल्दैछन् कति परेर रहेछन् ट्याक्कै यहाँबाट देखिन्छ यसले माछा दबारे माछा पर्छ कि हेरेर आइडिया खतरा लगाएको छ साथी गए अब त्यहाँ कति परेको छ माछली हेरौँ माछली हेरौँ है हेरौँ बिस्तार ओ एउटा हो चारजना लाग्यो बुझ्नु न एउटा बुझ्नु न एउटा चाहिँ देखेँ बुझ्नु न दुईटा असला फेरि देखियो दुईटा असला रहेछ है दुईटा असला ओ फेरि एउटा बुझ्नु ओ बुझ्नु नि रहेछ एउटा बुझ्नु च्यातेला नि ल गयो भागिहाल्यो नि एउटा भागिहाल्यो बुझ्न साथीले तान्दिएर एउटा बुझ्न भाग्यो
3-4वटा परेछ यहाँ पनि धेरै त छैन माछा मार्न गाह्रो छ गाह्रो छ 3-4वटा भन्दा परेकै छैन एउटा परेछ साला ओहो फेरि अर्को परेछ त्यहाँ अलि धेरै परे जस्तो लाग्यो 5-6वटा परे जस्तो लाग्यो कति परेछ हेरौँ है लो माछा मारेर आएछ माछा लिएर आएको छन् साथी कति पर्यो हेरौँ है त अहिले माछा लिएर आए पुरा हिरो बनेर यार के हो माछा नमार्ने यार तिमी माछा मार्ने मान्छे ल जाउँ तल जाउँ तल जाँदै हेरौँ है लो माछा लिएर आइस्ता छ कति पर्यो हेरौँ 40 यति नै हो माछा यही हो टन्न माछा मारेको बुझ्न असला टन्नै छ